कामतिर स्वामीजी भन। अनि पूजा गर्नको लागि पण्डितजीहरू हुनुहुन्न यहाँ? अवश्य। मैले गुरुवरलाई धेरै समय पहिले नै निमन्त्रणा गरिसकेको थिएँ। कहीँ कतै गुरु अरू यजमानको घरतिर त लाग्नु भएन। मैले झन् गुरुलाई धेरै पहिलेदेखि भनेको अझसम्म गुरु प्रस्थान हुनुभएको रहेनछ। सैनिकहरूले पनि आसनको व्यवस्था पनि रहेनछ। हजुरले पहिले नै सबैलाई निमन्त्रणा गर्नुभएको होइन र स्वामी? अवश्य। सबै खानामा व्यस्त रहे जस्तो छन् विन्द्यावली। अब जे भए पनि हामी पूजा सुरु गर्नुपर्छ। मौसमले पनि फेरि साथ दिन्छ दिँदैन। अहिले त अत्यन्त उत्तम मौसम छ, न घाम न पानी। फेरि जल वर्षो भने यज्ञमा विघ्न हुन सक्छ स्वामी। त्यही भएर चाँडै गरौँ ल। अवश्य। शम्भो महादेव। गुरुदेव आए जस्तो छ स्वामीजी। प्रणाम गुरुदेव। गुरुदेव हजुरले किन अबेर गर्नु भएको छ? मैले झन् हजुरलाई चाँडोभन्दा चाँडो यो स्वर्ग प्राप्तिको लागि यो सय यज्ञ पनि पूर्ण गर्नुपर्छ भनेर भनेको थिएँ। हेर हजुर किन विलम्बना गर्दै हुनुहुन्छ गुरुदेव? कहाँ उमलेर बस्नु भएको थियो? शिष्य राजा बलि यज्ञ गर्नको लागि शुभ मुहुर्त आवश्यक छ। त्यही भएर मैले ठिक समय घडी मिलाएर यो यज्ञ सम्पन्न गर्नको लागि म आएको छु। तिमी ढुक्क हौ, म आएँ यज्ञ सम्पन्न भने जा। हुन्छ गुरुदेव। आसनमा विराजमान भएको छ गुरुदेव। खै आसन पनि छैन तिमी त। हेर्नुहोस् न गुरुवर, अब यो नदीको तटमा आसनको व्यवस्था त यस्तै छ। हजुर निश्चिन्त हुनु। मलाई कुर्सी आसन भए पनि हुन्छ। गुरु जस्तो मान्छे भएर हजुर कुर्सीमा बस्ने कुरा गर्दै हुनुहुन्छ? योभन्दा उच्च आसन त अरू कुनै रहेको छैन गुरुदेव। आसन ग्रहण गर्नुहोस्। ठिक छ, म आसन ग्रहण गर्छु। तिमीहरू पनि अब चाँडो गर। फेरि मुहुर्त गइसक्यो भने राम्रो हुँदैन। अवश्य गुरुदेव। तर हजुरले केही कुरा भुल्नु भयो जस्तो छ गुरुदेव। के बोल्नु? कुनै शुभ कार्यको अगाडि गुरुवरणको कार्यलाई अगाडि बढाउन अत्यन्तै जरुरी रहेको छ। हामीलाई त त्यो पनि भएको छैन गुरुदेव। त्यो त समय आएपछि हुन्छ। हुन्छ गुरुदेव। ल आसनमा विराजमान भएको छ विन्द्यावली। अब पहिला यो पूजा सामग्री लिएर राजा बलिको यज्ञ हेर्न वरिपरि छरिएर बस्नुभएका सम्पूर्ण गाउँवासीहरू आउनुभयो। ओम हरि ओम। स्वस्ति इन्द्रो वृद्धश्रवाः, स्वस्ति नः पूर्वा विश्ववेदाः, स्वस्ति नक्षत्रार्षो अरिष्टनेमिः, स्वस्ति नो बृहस्पतिर्दधातु। भद्रं कर्णेभिः शृणुयाम देवा, भद्रं पश्येमा शभिर्जत्राः स्थिरैरङ्गे तुष्टुवागुंसस्तनो गृह्यसे महिदेवहितं जदायुः। पूर्वाभिमुख पूर्वतिर फर्किएर पूजाको लागि दुई दम्पति बस भनी। अब धेरै विलम्ब नगर, बस। अवश्य आऊ विद्यावती बस। गुरुवर अब शीघ्र अतिशीघ्र सारा प्रजाहरूलाई मोहित ध्वनि आदि हजुरको त्यो दिव्य वाणीबाट मन्त्र उच्चारण गरेर यज्ञको शुभारम्भ गर्ने हो कि? अवश्य राजा बलि। बरु तिमीहरूले पनि अत्यन्तै भक्तिभावसँग पूजा गर्नु। अवश्य भक्तिका साथमा। हरि ओम। सहस्रशिरेखा मुरुग सहस्राब्ज सहस्रपात्र सभूमिगुं सर्वतः स्मृत्वा तत्तिष्ठदशाङ्गुलम् उरुगै वेदगुं सर्वं जधूतं यस्य भाव्यां भूतामृतशेषानो जलिन्नादिवते पुष्पं समर्पयामि। अत्यन्तै राम्रो छ गुरुवर। भनबली। अब सारा देवी देवताहरूलाई आवाहन गरेर सुहाको कार्यतर्फ लाग्ने हो कि गुरुवर? त्यो पनि मुहुर्त आउँछ। तिमी ढुक्क हौ, तिमी नाच्य धैर्य गर। हुन्छ हेर यो यज्ञमा त ठुलो यज्ञ हो। यत्रा प्रजाहरू पनि आएका छन्। हेर त स्वर्गबाट कति धेरै देवताहरू देवीहरू आएका। देवता भन्दा पनि देवी धेरै आएका छन्। हेर त। जय
हुन्छ गुरुवर। आजको दिन अत्यन्त शुभ दिन छ। यो बेलामा तिमीले दान गर्नु पनि अत्यन्त राम्रो हो, भिक्षा दिनु पनि राम्रो हो। तसर्थ सबै मुहुर्त मिलाएर म ताजो पाजो मिलाउनेछु भने ढुक्क हो। अवश्य गुरुवर। गुरुवर अब हाम्रो यज्ञ पनि लगभग आधा भयो जस्तो छ। त्यही बेर हजुर उता यज्ञ स्थलको पछाडि गएर विश्राम गर्नुहोस्। उहाँ सैनिकहरूले भोजनको व्यवस्था गरेको छ। हजुर थोरै जलपान गरेर आउनुहोस्। हजुरको आज्ञा बमोजिम कुनै सत्पात्र ब्राह्मण खोजेर म भूमिदानतर्फ लाग्छु गुरुवर। अवश्य, ठिक छ। एकछिन मध्याह्न घटिका 2। हुन्छ गुरुवर। ठिक छ, म केही जलफल लिएर आउनेछु। तिनीहरू पूजाको लागि तयारी भएर मैले गुरुहरूलाई ब्राह्मण खोजेर भूमिदान गर्छु त भने कहाँ खोज्न जाने हो? भगवानको कृपा भयो भने अवश्य कोही न कोही ब्राह्मण यो यज्ञमा आफै आउनु हुनेछ स्वामी। मेरो भित्री आत्माले अत्यन्तै योग्य ब्राह्मणलाई आज हामी दान गर्न पाउनेछौँ। मेरो अन्तर हृदयले भनेको छ स्वामी। अवश्य हेर त देवली, मैले त कहीँ कतै ब्राह्मण देखिरहेको छु। स्वामी उता हेर्नुहोस् त, कति राम्रो छोटो छोटो अत्यन्त सुन्दर मैले त देखिसकेँ हो। ब्राह्मण देवता आए जस्तो छ। खै देवली, ओ त्यो देवी देवता पछाडि हेर्नुहोस् त। ओ अत्यन्त सुन्दर र मोहित हुनु। मैले भन्थे नि प्रणाम ब्राह्मणदेव। प्रणाम राजावली। जो देवली, ब्राह्मणदेवको लागि आसन लिएर आउँछु। त्यो आज्ञा स्वामीजी। जाऊ शीघ्र गर। किन अलमलमा परिरहेका छौ तिमी? लिएर आउनुहोस् ब्राह्मणदेव। ओहो राजावली, आज्ञा होस् ब्राह्मणदेव। अत्यन्तै शुभ कार्य तपाईँ सम्पन्न गर्दै हुनुहुन्छ अनि मलाई पनि तपाईँको यज्ञमा आउनु मन लाग्यो। त्यही भएर यसो घुम्दै आएको बडा आनन्द आयो। अनि यज्ञ कहाँसम्म पुग्यो त बलि? होइन ब्राह्मणदेव, हजुरको आगमनले त म अत्यन्तै खुसी भएको छु। हजुर जस्तो सुन्दर बटुकको यो मेरो यज्ञमा पाउ पर्नु भनेको त स्वर्ग पाए बराबर रहेको छ ब्राह्मणदेव। मेरो यज्ञ पनि भर्खरै विश्रामतर्फ लागेको थियो। गुरुले भन्नुभएको थियो कि कुनै सत्कर्म ब्राह्मण खोजेर भूमिदानतर्फ लाग भनेर। मैले पनि त्यही घडीको पर्खाइ गरिरहेको थियो। त्यति बेला हजुरको उपस्थिति पाएँ गुरु ब्राह्मणदेव। धन्य रहेको छु म। ठिक छ, अनि यज्ञ अगाडि बढाउनु म त साह्रै आनन्दित छु। म त यज्ञको दर्शन गर्न भनेर आएको। ठिक छ, तपाईँले यज्ञ गर्न सक्नुहुन्छ बलिदेव। होइन गुरुवर, जाऊ विद्यावली, बहनको सामान लिएर। जो आदेशलाई ओम नमो ब्रह्मणदेवाय, ओम ब्राह्मणहिताय च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः। आयुष्मान भव। हो बलि महाराज भन्नुहोस्। म अत्यन्तै खुसी रहेको छु ब्राह्मणदेव। आज मेरो हजुरको सेवा संस्कार गर्न पाउनु अत्यन्तै भाग्यमानी ठानेको छु। माग्नुहोस् हजुर, के माग्न चाहनुहुन्छ? यो त तपाईँको महानता हो यो राजा बलिको प्राङ्गणमा उपस्थिति हुनुभएको छ। हजुर निश्चिन्त भएर माग्नुहोस्, के माग्नुहुन्छ? राजा बलि, म कुनै चिज याचना गर्न माग्नको लागि
म हजुरको यज्ञमा आएको होइन, म त हजुरको पवित्र यज्ञको दर्शन गर्न आएको हुँ। राजा बलि, मलाई के चाहियो र? न मेरो छोराछोरी छ, न मेरो श्रीमती छ, न मेरो घरबार नै छ। जहाँ जहाँ जोगी भातै खाला, मलाई त के समस्या छ? मलाई केही गर्नु पर्दैन। हजुरले सम्मान गर्नुभयो, स्वागत गर्नुभयो, मेरो लागि त्यही ठुलो कुरा हो। बलि होइन ब्राह्मणले, यो कस्तो विडम्बनाको कुरा गर्दै हुनुहुन्छ हजुर। हजुर यत्रो राज्यको राजा बलिको दरबारमा आएर केही चाहिँदैन भन्दै हुनुहुन्छ। यो हजुरलाई त थाहा नै होला, राजा बलिको दरबारमा जसको पाउ पर्छ ऊ कहिले पनि खाली हात फर्किनु परेको छैन। हजुरले मेरो इज्जत राख्नको लागि भए पनि केही त माग्नुहोस्। राजा बलि, हजुर निश्चिन्त भएर माग्नुहोस्। सुन चामल हिरा मोती बारीते के चाहनुहुन्छ? हजुर भन्नुहुन्छ भने बरु मेरो यो राज्यको एक सुशील कन्या हजुरलाई कुन मनपर्छ त्योसँग हजुरको विवाह गरिदिनेछु। हजुर निश्चिन्त भएर माग्नुहोस् ब्राह्मणले। राजा बलि, तपाईँ महान हुनुहुन्छ, तपाईँ दानी हुनुहुन्छ, तपाईँ इज्जतदार हुनुहुन्छ, मलाई थाहा छ। तर म त एउटा ब्रह्मचारी ब्राह्मण हुँ। म त विवाह नगर्ने सोच बनाएर हिँडेको छु, यत्र तत्र भ्रमण गर्दै। मलाई कन्याको के आवश्यकता? मैले विवाह गर्ने सोचेको छैन। बलि राजा, मलाई कन्या पनि पर्दैन, अनि मलाई सुन चाँदी पनि के आवश्यकता? मलाई त्यो पनि चाहिँदैन। त्यसर्थ मलाई केही दिनु पर्दैन। बलि राजा, होइन ब्राह्मणले, मलाई गुरुले भन्नुभएको छ कि दान बिना यो मेरो यदि कुनै औचित्य रहेको छैन। त्यस कारणले हजुरले केही त दान दिनुहोस्। राजा बलि, ठिक छ, म हजुरको कुरालाई सम्मान गर्दछु। तपाईँले दिनु नै छ भने, दिन नै चाहना छ, नदी छोड्नुहुन्न भने ठिक छ, म एक चिज माग्छु, तर तपाईँ वचनबद्ध हुनुपर्छ। अवश्य ब्राह्मणले, यो राजा बलिको बाचा भयो। त्यसो भए ठिक छ, म तपाईँसँग एक चिज माग्दैछु, ध्यान दिएर सुन्नुहोस्। अवश्य। मलाई सुन पनि चाहिँदैन, मलाई हिरा पनि चाहिँदैन, मोती पनि चाहिँदैन, र मलाई सुन्दर स्त्री पनि चाहिँदैन। मलाई त केवल भगवानको ध्यान गर्न, भगवानको चिन्तन गर्न, बस 3 पाउ जमिन तपाईँले दान दिनुभयो भने म प्रसन्न हुनेछु। राजा बलि, हजुरको शरीर मात्र सानो होला भनेको त हजुरको बुद्धि पनि सानो रहेको रहेछ। यत्रो राज्यको राजा बलिकोमा आएर जामै 3 पाउ जमिन माग्दै हुनुहुन्छ हजुर। राजा बलि, तपाईँ वचनबद्ध त हुनुहुन्छ नि? अवश्य। यो राजा बलि कहिले पनि वचनमा हार मानेको छैन। मैले त अरू कुनै ठुलो चिज माग्नुहुन्छ भनेर आश गरेको थिएँ। मेरो लागि यही सर्वस्व हो, यही सबैभन्दा ठुलो कुरो हो। राजा बलि, दिनुहुन्छ भने दिनुहोस्, नत्र भने म अब जान्छु। होइन गुरुवर, अवश्य पनि म हजुरलाई प्रदान गर्नेछु, तर प्रदान गर्ने केही प्रक्रियाहरू त हुन्छ होला नि ब्राह्मणले। मलाई तपाईँले सङ्कल्प गरेर 3 पाउ जमिन दान दिनुभयो भने म त्यसैमा प्रसन्न हुनेछु। अवश्य यो कार्यले अगाडि बढाइबक्नुहोस् राजा बलि। अवश्य पनि ब्राह्मणले, म गुरुलाई बोलाउँछु। गुरुवर, राजा बलि, 2 घडी विश्राम पनि भइसक्यो अनि अब तयार छौ नि? अवश्य गुरुवर। यहाँ त ब्राह्मण देवता पनि आउनु भएछ। अवश्य। मैले हजुरले भने बमोजी उहाँलाई विभिन्न किसिमको दानहरू दिने प्रयास गरेँ, तर उहाँले त केवल 3 पाउ जमिनको मात्र अपेक्षा गर्नुभएको छ। 3 पाउ केवल? अवश्य गुरुवर। राजा बलि, तिमीसँग एउटा गोप्य कुरा गर्नु छ। अवश्य। यता आऊ। हेर, म तिमीले यता विश्राम गर्ने क्रममा म ध्यानमा बसेको थिएँ। हेर, तिम्रो दरबारमा तिम्रो यज्ञमा अरू कोही होइन, छलिया विष्णु वामनको रूप धारण गरेर तिम्रो सर्वस्व हरण गर्न आएका छन्। त्यही भएर
तिमीले जुन प्रतिज्ञा गर्छु भनेका छौ, जुन सङ्कल्प गर्छु भनेका छौ, त्यो नगर। त्यसैमा तिम्रो हित हुनेछ। म तिम्रो पुरो हित हुँ, म तिम्रो सधैँ भलो चाहने। तसर्थ मैले भनेको माना हेर, नत्र अनर्थ हुनेछ। गुरुवर, स्वयं साक्षात विष्णु मेरो यज्ञमा योभन्दा अहोभाग्य मेरो के रे रहेको छ। अझै त्यही माथि उनी विष्णु भगवान्लाई मैले दान गर्न पाउनु भनेको त मेरो अहोभाग्य रहेको छ। त्यही माथि हजुर इन्कार गर्दै हुनुहुन्छ गुरुवर। हेर राजा बलि, ध्यान दिएर सुन। स्त्री सुनर्म विवाहे शुभत्यर्थे प्राण सङ्कटे। नीतिले पनि भन्छ यति ठाउँमा झुट बोल्दा पाप लाग्दैन। नामृतम स्यात् जुगुप्सित। जहाँ गाईको हत्या हुँदैछ, यदि झुट बोलेर गाईको हत्या रोकिन्छ भने त्यहाँ झुट बोल्दा पाप लाग्दैन। जहाँ स्त्रीको विवाह हुन सकेको छैन, र सानो झुटले राम्रो कुलमा विवाह हुन्छ भने उसको जीवन सुन्दर बन्छ भने त्यहाँ पनि थोरै झुट बोलेर पाप लाग्दैन। अनि अर्को ध्यान दिएर सुन, जहाँ सर्वस्व हरण हुन लागेको छ र अलिकति सानो झुटले बच्छ भने त्यहाँ पनि झुट बोल्दा पाप लाग्दैन। तिम्रो सर्वस्व हरण गर्न तिम्रो दैलोमा वामन आएका छन्। विष्णु रूप धरेर, वामनको रूप धरेर साक्षात विष्णु आएका छन्। हेर, म तिम्रो कहिले पनि नराम्रो सोच्दिनँ, म तिम्रो भलो नै चाहन्छु। तसर्थ तिमीले यो सङ्कल्प गर्नु हुँदैन बलि। तर गुरुवर, मैले त उहाँलाई बाछा दिइसकेको छु, तर हजुरलाई त थाहा नै छ कि यो राजा बलि आफ्नो बाछाबाट कहिले पनि पछि हटेको छैन। यदि मैले आफ्नो बाछा छोडेँ भने यो मेरो राज्यमा मेरो प्रजाहरूले के भन्छन् गुरुवर? तिमीले बार बार मसँग जिद्दी गरिरहेका छौ, मलाई यो सही छैन। हेर, मैले भनिराखेको छु, तिमीलाई अन्तिम पटक चेतावनी दिँदैछु कि तिमीले यो सङ्कल्प रोक्नै पर्छ, होइन भने म तिमीलाई श्राप दिन्छु। गुरुवर, म आफ्नो भाषाबाट कदापि पनि पछाडि हट्ने छैन गुरुवर। अगाडि हजुरको सो इच्छा। हे बलि, म तिमीलाई बार बार सम्झाउँदा पनि तिमीले मेरो अपमान गर्यौ। यस कारणले अब म यहाँ बस्नु पनि छैन, म तिमीलाई अर्ती दिनु पनि छैन। म तिमीलाई केवल तिमीले आफ्नो पुरोहितको, आफ्नो गुरुको अपमान गरेका छौ, तिमीले यो सजाय भोग्नै पर्छ। म तिमीलाई श्राप दिन्छु, तिम्रो केही क्षणमै तिम्रो सर्वस्व हराएर बाहिर जाओस्। गुरुवर, म गएँ, तिम्रो अगाडि बस्नु छैन। गुरुवर, मलाई बोल्नु छैन तिमीसँग, जे मन लाग्छ त्यही। राजा बलि, होइन गुरु चेलाको छलफल सकिएन। अवश्य गुरुवर। अब सङ्कल्प पनि गुरुलाई गइसक्नु भएको छ। अब सङ्कल्प पुरा पो कसरी गर्ने हो? अब जसरी गरे पनि हुन्छ, अरू गुरुबाट पनि सङ्कल्प हुन सक्छ। हेर त नयाँ नयाँ, हेर जो उच्चासनमा बस्नु भएको छ उहाँ गुरुबाटै सङ्कल्प गराउँदा हुन्छ। हेर्दा त हजुरले पनि भर्खर शिक्षा हासिल गरेर आउनुभएको जस्तो देखिरहेको छ। हजुरकै ती बाणीबाट सङ्कल्प उच्चारण भयो भने अझै उचित हुन्थ्यो कि ब्राह्मणदेव? होइन, यहाँ अन्य ब्राह्मण पनि भएको कारणले गर्दा ब्राह्मणकै मुखबाट सङ्कल्प गराउँदा उचित हुन्छ। पछाडिपट्टि पूर्वतिर सेतो वस्त्र लागेर वैश्य ब्राह्मण उच्चासनमा बस्नु भएको छ, उहाँलाई नै सङ्कल्प गर्नु भनौँ, अवश्य कल्याण हुनेछ। जौ विद्यावली जल लिएर। हरि ओम तत्सत्, हरि ओम तत्सत्, हरि ओम तत्सत्। विष्णुर्विष्णुर्विष्णुः श्रीमद्भगवतो महापुरुषस्य पानीले छुँदैन। त्यहाँ केही अहिले जस्तो छ, यसो बोसो चलिरह्यो भने। कृष्ण बलि,
त्यो किराहरू जसले दान दिनबाट रोक्नु खोज्छ त्यसको हालत यही बमोजिम हुनेछ बिन्देवरी। त्यही भएर कोही कसैले पनि दान दिन आँटेको बेला रोकथोक गर्नुहुन्न, थाहा भयो होइन? ल गुरुवर हजुर सङ्कल्प लिनुभयो। हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत्। ओम विष्णुर्विष्णुर्विष्णुः श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य अद्य ब्रह्मणोऽन्नी द्वितीयपरार्धे श्रीश्वेतवाराहकंसे वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे कलियुगे कलियुगस्य प्रथमचरणे जम्बुद्वीपे भारतवर्षे भरतखण्डे नेपालदेशे वर्तमाने ओंकारयोग आयुर्वेद गुरुकुलस्य प्राङ्गणे समायोजितस्य श्रीमद्भागवत महापुराणस्य बलिरूपाख्यानान्तर्गत नाटकत्वेन विधीयमान बलियज्ञ सम्पादनार्थं भगवत वामन रूपधारी विष्णोः पादात् त्रिपादभूमि दानमहं करिष्ये। ओम श्री कृष्णार्पणमस्तु। हरि ओम तत्सत्। संकल्प पुरा भएको छ भने अब मलाई तपाईँले भने अनुसार मेरो आफ्नै पाउले 3 पाउ कहाँ दिने हो जमिन ठिक्क पार्नुहोस् भने हजुर जताबाट लिन चाहनुहुन्छ त्यतिबाट नाप्नुहोस् ब्राह्मणले। ठिक छ, अब विलम्ब नगरौँ, मुहूर्त पनि सकिन आयो। ठिक छ, म एक पाइलो राख्दैछु। स्वामी स्वामी यो के हो? यो के चमत्कार हो? के भयो विद्यार्थी? माथिको सातै युग नाम दिनु भएको वामनदेवले। अब अर्को पाइलो कहाँ राख्नु बलि? भगवान मैले एक ठाउँमा सम्पूर्ण माथिका सातै लोक नापिसकेँ, अब अर्को पाउ कहाँ राखौँ? भगवान मैले आजसम्म मेरो प्रजाहरूसँग कहिले पनि केही कुराको अपेक्षा केही कुरा मागेको छैन भगवान। म आफ्नो सारा प्रजाहरूमा आफ्ना सैनिकहरू पठाएर के कति धन सम्पत्ति मणि माणिक्य मुद्राहरू के सङ्कलन हुन्छ सबै ल्याएर हजुरलाई नै सुम्पिने छु र त्यसमा नै हजुरले आफ्नो तेस्रो पाउ राख्नुहोला भगवान। अब विलम्ब नगर भने हुन्छ, ठिक छ। किन भन्दा सम्पूर्ण राज्यको मालिक राजा नै हुन्छ। अब प्रजाहरूसँग दुःख पनि बाँड्ने हो, सुख पनि बाँड्ने हो। ठिक छ, तर विलम्ब नगर, चाँडो गर। अवश्य यही सैनिक हो जो सारा प्रजाको घर घरमा गएर कसले के कति दान दिन्छ सारा सङ्कलन गरेर लिएर हो। कसैले सोध्यो भने राजा बलिले पठाएको हो भने जाऊ, विलम्ब भइसकेको छ, शीघ्र सबैले खान सुन्ने गरी भन देउसी भन 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 सबैले भन राम्ररी भन देउसी राजा
Hare
विलम्ब भयो महाराज। हजुरलाई अर्पण गर्नका लागि प्रजाहरूसँगबाट धन दौलत मणि माणिक्य भिक्षा माग्न जाँदाखेरि विलम्ब भयो। हेर्नुहोस् भने तपाईँ धन्य हुनुहुन्छ। तपाईँले सम्पूर्ण 14 लाख पनि दिनुभयो, भएन भनेर प्रजाहरूसँग उठाएर केही द्रव्य पनि दिनुभयो। तर तपाईँले गरेको जुन सङ्कल्प छ नि त्यो अनुसार पुरा भएको छैन भने अब अर्को पाउ मैले कहाँ राखौँ? भगवान, हजुरलाई म एउटा प्रश्न गर्न चाहन्छु। अवश्य गर्नुहोस् भने। धनवाला ठुलो हुन्छ कि धन ठुलो हुन्छ मलाई बताउनु। त्यो त सामान्य कुरा हो नि, धनी नै ठुलो हुन्छ नि। हामीले नै धन कमाउने हो अनि धनी ठुलो भएन। त्यसो भए हजुरको देशमा पाउ मेरो सिटमा राख्नुहोस्। तपाईँ धन्य हुनुहुन्छ। तपाईँ धन्य हुनुहुन्छ भने तपाईँको यो कृति अमर रहनेछ र प्रसन्न हुन्छ। हजुरको शिर लिनुहोस्, म त्यसको भाव राख्नेछु। आनंद कंद भगवान को दानवीर राजा बलि महाराज को हे भगवान भाइ हो देउसी रे हे रामरी भना देउसी रे। यही दिनबाट जुन दिन दानवराज बलिले बामन भगवानलाई सर्वस्व अर्पण गर्दै अन्तिम पाउ राख्नका लागि आफ्नो शिर दान गर्नुहुन्छ, त्यही दिनबाटै लोकमा देउसी भैलोको चलन चलेको हो सज्जनहरू। यसरी यो पौराणिक ऐतिहासिक चलन नेपालमा अझै पनि जीवन्त छ। हरेक वर्ष हामीहरूले तिहार मनाउने बेलामा यो यमपञ्चकका समयमा 5 दिनसम्म धुमधामसँग देउसी भैलो गरेर भगवानका विभिन्न मठ मन्दिरहरूमा विभिन्न प्रकारका दियोहरू जलाएर यो दानको संस्कृतिलाई जीवन्त गराइराखेका छौँ। यहाँ सबैजनाले एकपटक यी कलाकारहरूको सम्मानमा जोरदार ताली बजाउनु हुनेछ। बाँकी हुन्छ प्रस्तुत हुनेछ।